एभ्रिवान नमस्ते सेवा सबैजनालाई अनि मेरो फेरि अर्को डेली भ्लगमा यहाँहरूलाई स्वागत छ। मलाई चाहिँ सन्चो नभएर उग्रचण्डी रातभरि निन्दा लागेन, उज्यालो भएर सुतेको छु। झन्डै 8 बजे छ यार। अब चाहिँ म उठ्छु गाइज। पेट दुखेर हालत यस्तो छ। बोर्कीले त बाँधिँदैन होला नि। यो गाइस हुस्से लागेर आमामामामामा उग्रचण्डी छ यार। हेरौँ न यहाँ बादल लागेको यो बादल बन्द पारी काई यस्तो संसार होस् भनेर। यो बादलदेखि पारी कस्तो संसार होला गाइस। यो बादलभन्दा माथि माथि उड्न पाए के हुन्थ्यो होला, दुनियाँ कस्तो हुन्थ्यो होला है त्यति बेला। हेर्नु न हिजो त कस्तो त्यो पारी गाउँ देखेको थियो, आज त छैन। यस्तो बादल लाग्दा कस्तो घरिघरि त मन आनन्द शान्ति लाग्छ, तर घरिघरि त कस्तो नर्भस लाग्छ। यो बादलहरू लाग्यो हुस्से लाग्यो भने मन खिन्न हुन्छ क्या, बिग्रिन्छ मेरो त के हुन्छ हुन्छ कस्तो 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 रुनु रुनु पो मन लाग्छ बादल धेरै लाग्यो भने। पटुका बान्छु म, पटुकी नबाली भएन कि पेट दुखेर सासै पो जानु लाग्यो यार। मैले बेल्ट चाहिँ घरबाट लिनु बिर्सेँ कि मेरो कस्तो पेट दुख्दा ढाड दुख्दाखेरि बेल्ट बाँधिदिएँ। बेल्ट मैले घरबाट लिनु बिर्सेँ क्या गाइस। अब यही पटुकी बाँध्नुपर्छ। मेरो त पेट पनि कति दुख्छ हौ। रुनु मन लाग्छ, के गर्नु, रुनु नआउने। आफ्नै थोप्रा दिँदा आफूलाई रिस उठ्छ। यस्तो गरी बस्यो भने कस्तो आनन्द हुन्छ। घरिघरि त पेट यस्तो धेरै दुखेको फिल हुँदैन। अब खाना बनाउनु पर्छ गाइज। हाम्रो गफ आयो। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। नुहाएर तेल लाउनु म त लाउँदिनँ, तातेर झन् गर्मी हुन्छ, रक्सी लाग्छ भन्थे कराउँछ। भरतको बुहारी भित्राउँदा पनि डरै लाग्दो हेऱ्यो नि फेसबुकमा लगाएको थियो र के डरै लाग्दो त वनबाट निस्केको जस्तो भनेछ। के को मलाई साना खाना खाएर अब जानु लागेको लाएको लुगा त धुनु भ्याउँदिनँ, के को साना पसिना हेर न। ल ओके बाई बाई गाइजहरू, म गएको भरे आउँछु ल। धन्दा गर है, म गएको बाई बाई। अब खाना खाएँ, अब घर जान्छु, रुममा जान्छु, ड्रेस चेन्ज गर्छु। यस्तो छ आजको वेदर, पुरा बिराटै लाग्छ यार। गाइस हेर्नु न, आज त यस्तो हुस्से लागिरहेछ। मेरो अफिस जाने बाटो देखिएको छैन कि, यस्तो हुस्से लागिरह। के हो यो, के हो यस्तो यति धेरै हुस्से? त पहिला हामी गाडी हुँदो हिँड्दा पो लागेको देख्थ्यो यार, बाटो हुँदो यस्तो अन्धकार त। अन्त यहाँ हाम्रैमा आइसक्यो यार, यस्तो तिरको परतिर मान्छे नदेख्ने। ढिलो भएर म त कपाल सपाल के नगरिआएको, गइरहेको यत्तिकै गर्मी नि भइरहेछ। हाम्रोतिरको मकै बारी यत्रो भयो भर्खर, मकैहरू। हाजिर भयो। म त अझै चिसो छ यार, हिटर तापेर बस्नुपर्छ। काट्यो म छोडाइदिएको अब चाहिँ हामीले माम पनि खाइसक्यौँ। अब सुत्नुपर्ने हुन्छ, पानी पनि परिरहेछ कति ठुलो। अनि प्रतिभा चाहिँ पर ब्रस गर्नु गएको छ, दाँत ब्रस गर्नुपर्ने अरे। राति उसलाई ब्रस नगरी नहुने, यता मिसलाई जाँदै हुनुहुन्छ उहाँ। अब मेरो भिडियो चाहिँ यहाँ इन्ड गर्छु। अनि
सो अब मेरो अर्को भिडियोमा भेट हुनेछौँ भन्दै सबैजनालाई ओके बाई बाई गुड नाइट ह्याभ अ स्विट ड्रिम थ्याङ्क्स फर वाचिङ माई भिडियो